हेलो नमस्कार साथीहरू अनि स्वागत छ राति च्यानलमा। अनि आज चाहिँ छोटो मिठो र धेरै फरक भिडियो लिएर आएको छु। तपाईहरुलाई कस्तो लाग्छ? आज चाहिँ कोठामा बसेर रुगा लागिरहेछ, त्यही भएर आज चाहिँ मेरो रुगा लाग्यो भने खुसीको दिन। किनभने तपाईहरु जान्न चाहनुहुन्छ होला के छ भने आज चाहिँ मेरो युट्युबमा के भन्नु अरूको त ठुल्ठुलोको त अब वास्ता हुँदैन हैन, हामी जस्तो सानो मान्छेको त वास्ता हुन्छ नि त। त्यही भएर 100 सब्स्क्राइबर पुग्नु भएको छ। तपाईहरुको साथ सपोर्ट मायाले 100 पुर्याइदिनु भएको छ, त्यसको लागि धन्यवाद भन्नलाई चाहिँ मैले यो भिडियो बनाएको। यसरी नै माया गरिदिनु होला, अनि 500 1000 पुर्याइदिनु होला, 10,000 हैन, यसो गरिदिनु भयो भने, साथ सपोर्ट दिनुभयो भने अझै मलाई भिडियो बनाउने इच्छा पनि हुन्छ र हुनेछु। र आज चाहिँ मेरो खुसीको दिन, मेरो कोठामै भिडियो बनाइरहेको छु। अनि आज चाहिँ मेरो खुसीको दिनमा, खुसीको उपलक्ष्यमा के गर्छु भन्दाखेरि तपाईहरुको मेरो 100 जनाको सब्स्क्राइबमा कसैको बर्थडे परेको छ भने आज अफर छ है। फेरि 100 पुगेकोमा 100 कै एनसेल या एनटिसी को रिचार्ज तपाईहरुलाई आज बर्थडे परेको छ भने आज मेरो पनि खुसियालीको दिन। त्यही भएर 100 को रिचार्ज फट्ट दिने हो भन्दै कसैको बर्थडे छ भने भनिदिनु होला कमेन्टमा। आज मिति 2082 साल माघ महिनाको 12 गते आइतबारको दिन परेको छ भने तपाईले यो दिन मेरो बर्थडे रहेछ भनेर ठ्याक्कै केही सानो प्रमाण दिनुभयो भने अनि तपाईको नम्बर दिनुभयो भने म तपाईलाई 100 को रिचार्ज हालिदिने छु है त। आज चाहिँ मेरो खुसियालीको उपलक्ष्यमा। अनि अब यसरी नै भिडियो मन पर्यो र तपाईहरुले मन पराइदिनु भयो र 500 1000 पुग्दै गयो भने म तपाईहरुलाई यसरी नै अफर राख्दै जाने छु। धेरैको त अनुभव छैन, 500 1000 5000 10000 सम्म चाहिँ तपाईहरुलाई 100 पुग्दा 100 को रिचार्ज दिए, 500 पुग्दा 500 को रिचार्ज दिन्छु, 1000 पुग्दा 1000 को रिचार्ज दिन्छु, 10,000 पुग्दा 10,000 को तपाईहरुलाई केही अफर आउनेछ हैन। अब त्यसको लागि चाहिँ तपाईहरुले सब्स्क्राइब गर्नुपर्ने हुन्छ। तर आज भनेको चाहिँ 100 पुगेको छ, 100 कै रिचार्ज बर्थडे पर्नेलाई मात्रै है। फेरि यति कुरा याद गरेर राखिदिनु सबैजनाले हैन। र अब कति 100 जनामा 100 जनाकै बर्थडे पर्यो भने पनि त्यसको लागि म अहिलेलाई चाहिँ तयार छु हैन। अब पछि 10,000 सम्म के हुन्छ थाहा छैन, तर अहिलेको हालमा चाहिँ त्यति चाहिँ गर्छु। तर 100 जनाकै पर्दैन होला भन्दै भिडियोलाई यस्तै भिडियो हेर्न मन पर्यो भने चाहिँ तपाईहरुले नयाँ हुनुहुन्छ भने सब्स्क्राइब, पुरानो हुनुहुन्छ भने लाइक कमेन्ट चाहिँ जरुर गर्नुपर्ने हुन्छ। यति भन्दै तपाईहरुलाई धन्यवाद दिँदै थ्यांक यू भन्दै तपाईहरुको माझबाट म बिदा हुन चाहन्छु। अनि लाइक कमेन्ट सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला। अर्को भिडियोमा गफ गर्ने नै छु, भेट्ने नै छु, यो बाचा गर्दै। Guys, please subscribe my YouTube channel linked in profile.